खोल्नु त्यहाँ दैलो खोल्न के भित्र बसेको तेरो दाजु आएछ मोटे दाजु ठुलो दाजु ए भन्नु नि आउनु नि त त्यो ज्वाइँ त फटक्क फर्केर गयो त भित्र पसेको होला नि त चिया बनाइदिनुको लागि अन्त तपाईँको लागि अन्त ज्वाइँ हो नि त गर्नु पर्यो नि त्यति त त्यही त हौ म पनि साह्रो पिर परेर हौ मलाई त 1-2 दिन म यतै बसौँ भनेर आएको थिएँ गरेर कि घरमा 1-2 दिन चाहिँ यतै बस्नु भनेको 2-3 दिनमा फर्किहाल्छु नि त्यहाँबाट 1-2 दिन बस्छु यता अलिकति गान्तोकमा काम पनि परेको छ कि बस्नु भइहाल्छ नि रिसाउँदैन होला है जय तिमी यहाँ आउ न अञ्जली एकछिन तिमी चाहिँ यहाँ आउ न दुध किन्नु जाऊ त पैसा ल्याएर यहाँ आउ न भनेको यहाँ आउ न अन्त तेरो दाजु आउनु पर्ने पाहुना लाग्नु पनि अघि त 10 रुपियाँको दुध ल्याए भन्दा त ल्याउनु दिनुहोस् त सिक्रेट किन्दैन तेरो के बेसी आएको सन्तान पनि चाडबाड पनि छैन केही पनि छैन के बेसी आएको हिजो अस्ति आएको होइन भाइ आउँछ नि अन्त हाम्रो त छोरा हुन्छ त्यो त छैन आउँदैन नि अन्त के गर्छ नभन छोरा त आउँछ नि मेरो सन्तान आएको देख्नु नसक्छ चुक्राको गएर दुध लिएर आएर चिया बना न फेरि हुन्छ त्यो गइहाल्नु न जान त दुध किन्नु पठाइरहेको छु कि पर्खिन आइहाल्नुहोस् त्यहाँ चिया बनाएर खानुपर्छ ल चियापत्ती चाहिँ अलिक कम्ती हालेर दुध बेसी हालेर बनाइ म त दिन भयो तङ्ग्रेरै जानु पर्ने जस्तो लागिरहेछ यहाँबाट चाहिँ ल्याउने बेला भए त्यसको दाजुलाई दुध ल्याउनु आफूलाई एउटा सिक्रेट किन्दैन बुढी भन्दा त किन्दैन अब यहाँ घाम ताप्दै बस्छु 1.5 घन्टाको बादमा बहिनी साह्रै ढिलो गर्नुभयो त हौ जयगी त बुढा बुढी भनेको त यतिको हुनु पर्यो नि त आमा बुढीले लुगा धुने बुढाले पखाल्ने बुढीले धुने बुढाले पखाल्ने हाम्रो त बुढीले दलाको दला काम गर्ने आम तपाईँहरूले चाहिँ आमा हाम्रो नेपाली समाजमा चाहिँ लभ भनेर चाहिँ एउटा इक्जाम्पल दिएको छ आमा बाउपट्टि गएको रहेछ नि त नानी पनि है सेम बाउ हामी त नि मामा भान्जी हो तपाईँले के भनेको तपाईँलाई शरम लाग्दैन मामा भान्जीलाई त्यसो भन्नु अन्त परेर जोडी जस्तो पारेर बसेको मैले त्यस्तो भन्नु त खोजेको होइन नि त हो अन्त त्यस्तै जोडी नै जस्तो देखेर पो भनेको त मन नदुखाउनुहोस् न अन्त गल्ती नै हो कि मुख छ भन्दा त तपाईँ त्यतै नबोल्नु है तपाईँ शरम लाग्दैन मामा भान्जी पो त हामी भइगयो त हो अन्त गल्ती भयो नि त अलिक बोल्नु सिक्नु है बुढीको कुटाइ नखाने मान्छे यस्तै हुन्छ एउटै जग्गामा गएर सिकेको म त्यही बस्नु न म लिएर आइहाल्छु जय नआए पनि दुध चाहिँ बोकेर आइज है ल मासु पनि ल्याइ भाइ मेरो साथीले भनेको चाहिँ पति देऊ भनेपछि चाहिँ आमा भाँडा माझ्देऊ दुध ल्याइदेऊ झाडु लगाइदेऊ लुगा सुकाइदेऊ देऊ लगाएपछि कुन दिन मेरो साथीले यसो बुढीलाई 2-3 चड्काना लगान भन्थ्यो कि तमा आउँछ भने अब गरेर चर्काना लगाउने त कुरा कहाँ हो तिमीलाई मैले अहिलेसम्म चर्काना लाउने सोच्नु पनि सकेको छैन हो म ठेक दुध ल्याउनु जाने आँटेको यसो घाममा भुलिएको भयो त बुढी मलाई अघिदेखि 1.5 घन्टादेखि मेरो दाजु दुध खानु चिया खानु नपाएर बसिरहेको छ त्यो दुध लिनु गयो भने तँ यहाँ आएर बस्ने हो अहिले एकछिन भुलिएको पो त हौ अब यसो घाम देख्दा त यसो अर्काको बुढीलाई के भने बिचका चाहिँ गनगनी नै जाँदैछ त्यहाँ त्यस्तो कुरा नगर अर्काको बुढी ताक्नु थालिस् के हो तैँले कसरी भन्नु सक्छस् हौ तैँले मेरो एक्सको अहिलेसम्म मेरो पत्तो पाएको छस् नहँसिर न यस्तो कुरा चाहिँ नगर्नु यस्तो थोप्राले एक्स पायो भने त जिन्दगी त झन् भइहाल्यो नि अन्त कस्तो थोप्राले अनि यही थोप्रामा तँ पल्केर आएको होइन भन्नु भएको छैन कहाँ गएको गफ गर्दै गर्दै दुध किने पैसा दिएन म आफै किनेर दाजुलाई दुध खाएर चिया खुवाएर राख्छु भनेको आफूले ला दुध किन्ने पैसा चाहिँ मैले यो सिगरेट खाएँ मलाई लाग्दै थियो नि तैँले पैसा खाइस् र तँ भागिस् भनेर पैसा तैँले देख्नु हुँदैन नि है 100 रुपियाँ बोकेर आएको बुढाले नभएको बेलामा त करोडै हो नि यो पैसा त अन्त कमाउनु पर्यो नि करोड त अन्त त्यहाँबाट पो करोड हुन्छ त यस्तै बेला देखाइ म त तँसँग बस्दिनँ है ठिकै दाजुमा आज डल्लै भनेर चलिदिन्छु म आफ्नो माइत तँ जस्तो हो के हो केही घर नभएको तँ माइत खाइस् भने त मैले पाउँछु सुकुन जा फर्केर पनि नआइज ल